ल हेर्नुहोस् है गाइज देउराली जाने बाटो कस्तो छ मलाई चाहिँ कहाँ घुमाउनु लगेको अरे कहाँ अरे तिम्रो घर गुर्की लगायो छिटो हिँड नत्र त लादिन पो त भन्दै होइन अझै नानीहरू स्कुल जानु पर्दैन कि तलबाट जाने कि माथिबाट जाने के गर्नु तलबाट जाने ल अब हामी चाहिँ खेताला खोज्नु हिँडेको अनि त्यसपछि यो हाम्रो झागा करेलालाई झागा लाउनु पर्ने कहाँ जानुपर्ने पनि यहाँ क्या कस्तो दामी छ है हेर्नु सिन हेर्नु त होइन मोबाइल राम्रो हो कि सिन राम्रो हो यहाँ अहिले फर्किँदा फोटो खिच्नुपर्छ हेर्नुहोस् है फेरि आज मौसम राम्रो छ क्या है अनि यतिखेर चाहिँ काम किडेम खतरा गरिँदै गरेको हुन्थ्यो उयो क्या घाम लागेको छैन कुहिरो पनि माथि माथि यो बाटो त बिहेन आउँदा मलाई कति ओहोरदोहोर गरायो घर यहीँ रहेछ छैन होइन बिहे गर्नु अगाडि नि यहाँ ल्याउनु भएको थियो त दाजु घर कहाँ हो थाहा छैन घरकै वरिपरि घुमाएको क्या मलाई तलतिर झरौँ ल तर देउराली राम्रै हो पुरै भोजपुरै राम्रो हो नि आज देउरालीमा भ्लग बनाएर भाइरल बन्ने हो अरे देउराली चोकमा मकै गाइज गाउँ के कस्तो त्यो त अनि यस्तो माथि ऊ त्यस्तो हुन्छ होइन ऊ माथि पनि हुनु पऱ्यो नि त ऊ त्यस्तो होइन ऊ यो यस्तो माथिमा सानो सानो भयो भने 9-10 दुईवटा पनि बोक्नु सकिन भने गाह्रो छ ल मेन रोडमा आइयो 9-10 अरे 9-10 चाहिँ फेरि सम्झिने नि फेरि कस्तो फिरेछ गाइस होइन यसो गफ हान्दिएको नि के हो के अरे यो के को बिरुवा पाउँछ यो सबैको वनकार्यालय हो वन कार्यालय चन्द्रमा होटेल छिर्नु चाहिँ कहिले छिटेको छैन अस्ति काकीहरूले जाम भन्थ्यो झ्याउ लाग्दो केही त मिठो पाइँदैन अरे ला होटेलहरूको उयो गरे जस्तो भयो है आफ्नो उयो हो मिठै पाउँदो होला आफ्नो जिब्रोको स्वाद दाजुहरू आउनुहुँदैछ सकेको नाच्नु लाग्थ्यो सकेको यसलाई त कपाल काट्दाखेरि पो म्याच हान्ने रहेछ त दाजुलाई कहिलेदेखि पर्खेको हामीले तपाईँलाई अबेला भइसक्यो झागा लिनु जानु भनेको क्या गाइज हामी चाहिँ घुम्नु हिँडेको पानी परेर यहाँ पर बोजू घरमा रोकिरहेको छौँ अब घर त फर्किनु होला झागा लिनु जानु भनेको पनि त्यत्तिकै होला जस्तो छ तर जानुपर्छ दाजु हजुरले चाहिँ के खोल्दै हुनुहुन्छ अघि आधा घन्टा भइसक्यो बोलेको खोइ के हो खाने चिज हो यो होइन यो त उ गर्ने सुन्ने चिज हो अनि दादाले कहाँ नभ्याउने ल हुँदैछ